के रहेछ दादा दिदी हजुर यो होली भनेको के हो न्युले एक आपसमा किन रङ दलिराखेका छन् बाबु यो होली भनेको हिन्दू धर्मावलम्बीहरूको महान चाड हो यो रङ माया र ममताको प्रतीक हो होली भनेको फागुन पूर्णिमाको दिनमा मनाइन्छ तर यो होलीको सुरुवात कसरी भयो होला बाबु यो होली भन्ने चाहिँ प्राचीन कालदेखि चलिरहेको हो हिरण्यकशिपु राजाले आफ्नै छोरा प्रातलाई मार्न खोजे तर भगवान विष्णुको कृपाले उनी बाँच्न सफल भए तर त्यही दिनदेखि होली मनाउन सुरु गरियो तर यो बाबाजीले भनेको कुरा पनि ठिकै हो वाउ होलीको कथा त एकदम रोचक रहेछ नि त मलाई थाहै थिएन होली भनेको केवल कथा मात्रै होइन हाम्रो संस्कृति हामीले रिस राग भुलेर एकअर्कालाई रङ्ग्याउनुपर्छ हो होलीले हामीलाई एकताको पाठ सिकाउँछ ओहो त्यसो भए म पनि रङ खेल्छु